प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्दा बढी नेपालमा अरू कसलाई थाहा छ होला। तर आज प्रधानमन्त्री ओलीकै राज छ अनि रविन्द्र मिश्रको बयान सकिएको 2 हप्ता भइसक्यो। गृहमन्त्री रमेश लेखकका प्रहरी प्रत्येक पटक मिश्र सहितलाई अदालत लैजान्छन् अनि भन्छन्, श्रीमान यो अभियुक्तमाथि छानबिन सकिएको छैन, म्याद दिनु पर्यो। श्रीमानबाट भएका आदेश उप टिप्पणी गर्ने मेरो हैसियत र अधिकार छैन। तर सरकार जसो जसो चाहन्छ श्रीमानहरूले सोही बमोजिम गरिदिनु भएको छ। चैत 15 को तिनकुने घटनामा 2 जनाको ज्यान गयो, झन्डै 20 जनामाथि गोली लाग्यो। मानव अधिकारवादी संस्थाहरूले सरकारी पक्षले नै ज्यादती गरेको देखियो भनिसके। 2 जनाको ज्यान जाने समयमा दुर्गा प्रसाई तिनकुनेबाट भागिसकेका थिए। उनी सहित 11 जनालाई ज्यान मुद्दा लगाउने तयारी छ। प्रसाईको पक्राउ एउटा घटनालाई लिएर भएको हो, तर सडाउने नियतले सम्पत्ति शुद्धिकरण, संगठित अपराधको मुद्दा पनि थप्ने काम भइरहेको छ। तिनकुने घटनामा